र गाउँ काट्दै थियौँ, गाउँ काट्दै काट्दै त्यहाँ पानी भ्याइएर म चाहिँ पानी भरेर आउँदै थिएँ। मामा फेरि यता माथि बाख्रा चराउन आउनुभयो रहेछ होइन। अनि ट्याक्क अब मामाको एउटा मिठो गीत जाँदैछ है त। ल ल ल मामा आउनु ल, एउटा मिठो गीत गाउनु पर्यो क्या तपाईँले। तिमी यता म यता रुनी हो, म यता रुनी हो, सोचे जस्तो भेट्कैले हुने हो, सलाला बग्यो गण्डकी आज सँगै भोलि त कहाँ हो कहाँ, यस्तै छ हाम्रो जिन्दगी। आज सँगै भोलि त कहाँ हो कहाँ, यस्तै छ हाम्रो जिन्दगी। केही शब्द मैले धेरै मिस गरेको थिएँ मेरो अफिस सरलाई। अरू मिस गरेको छु यार। अरू केही शब्दहरू अब जाउँ खाजा नि आयो। उहाँ मम्मीले ल खाजा लिएर आउनुभएको छ उहाँ पारी। अब चाहिँ अब ल ल पानी लिनु सुन्नु भयो अरे लक्ष्मण सुनामको गीत अब कस्तो लाग्छ होइन, ट्याक्क लाइक कमेन्ट गरेर है। मामाको गीत चाहिँ एकदम स्वर चाहिँ एकदम मिठो छ। अब गीत पहिला पनि आइरहेको छ होइन, आज पनि अब आयो। त्यो भनेको अब हाम्रो सम्झना हो नि त, पछि फेरि अब पर्सि कता गइयो कता होइन कि कसो होइन त। आजसँगै भोलि त कहाँ कहाँ, यस्तै छ हाम्रो जिन्दगी यार, यस्तै हो कि जिन्दगी। ल तपाईँ उता जाने कि यता जाने ल है त। अरू केही छ त्यहाँ? फेन्टा त छ ल ल है त। अहिले दिउँसो आम्ला नि त फेरि यतै नहुन। ल अब चाहिँ म पानी लगेर जाँदैछु। मम्मीले खाजा पनि लिएर आउनु भयो। बाटो चाहिँ एकदम अप्ठ्यारो छ है खोलामा। गीत सुनिहाल्नु भयो के अरे मामाको फेरि स्वर चाहिँ उहाँलाई कसैले सक्दैन क्या कसम है। स्वर त उहाँको एकदम खतरा छ। फेरि पनि आउँछ अहिले दिउँसोतिर नि, फेरि गाउन लाउनुपर्छ मामालाई गीत। कस्तो लाग्छ लाइक कमेन्ट गरेर भन्नु होला। अब त्यही खेतमा गएर भेट्ने है त। ल त्यहाँ मम्मीले खाजा लिनुभएको छ। ल है आजको खाजा, खाजा भन्दा नि खानै हो कि। मम्मीले के लिनुभएको छ खै, के लिनुभएको छ मम्मी? दाल भात हो, मासु होइन? हुन्छ त्यसै नभएको भन्ने के नभएको भन्ने के अरे याद त्यही फ्यान्टा चाहिँ हो है। अब अरू त अब खै के छ खै, यस्तै छ। दाल भात तरकारी होला। अब के छ अहिले आउँछ खाना खान लाउने बेलामा त्यो राख्दै हुनुहुन्छ। टुकु त राख्नु। कहाँ प्लास्टिकमा एन्ट्री भयो फेरि। त्यो गिलास लिएर आउनु त त्यहाँबाट। गिलास मात्रै जम्मै एउटा हो र? तिनवटा छ अरे, तिनवटा मामा। हामीले केमा आउँथ्यो नि तिनवटा भयो गिलास। ल ल बनाएको छु क्या। ल आज मासु भन्छ क्या फेरि। ए तपाईँको गीत चाहिँ खतरा छ है। के रहेछ खै? दाल भात के कतिवटा थालिदिनु भएको र? 1 2 3 4
कसैले बेच्यो कसैले त्यहाँ उसमा खान्छ त मिलेर खानु पर्यो क्या जहिले होइन मलाई थोरै हाल्नु मम्मी हुन्छ क्या केसमा हजुरले खाएर आउनुभएको त्यसो भए मलाई थोरै हाल्नु मामालाई त्यही उमा हालिदिनु न अठाउनु भयो ल है अब हामीले खाना ठेकमै खानु पर्यो यस्तै छ हो नि त यताबाट यता हुन्छ यसो गर्नु न यता बस्नु म उता घुमाउनु भनेको क्या केही बोल्नु नबोल्ने भए यता हाम्रो यहाँ बस्नु उता है हेरौँ त अन्डा पनि मासुभन्दा कम छैन मासु बेलुका खाना अलि ल खाजा पनि खाएर हाम्रो फेरि सुरु भइसक्यो काट्न अब एउटा यहाँ त्यसपछि त्यहाँ अनि यो यति है त हाम्रो अब अरू सबै काटेर भ्याइयो तल 1 2 त्यसपछि यहाँ काटे अनि उता काट्नुभयो अब यहाँ काट्दै हुनुहुन्छ अनि त्यसपछि अब चाहिँ म बोकेर वहाँ पारी लगेर जान्छु है त त्यहाँ हो गाउँ ठटाउनु चाहिँ हाम्रो देवा चाहिँ अब बोकेर चट्ट जाँदै हुनुहुन्छ देव सर कतिको भारी छ गरौँ ठिक छ नि हल्का नि यो मेरोमा त आफूले अडिन्छ नि ढुक्क ठिक छ ल देव ल सर ल देव ल सर आउनुहोस् देवाको तिग्रा चाहिँ लास्टै फर्स्ट खाने कसम देवाले अहिले आज एक्सट्रिम खानेकुरो छ ल हाम्रो देवा चट्ट आज उहाँले गाउँ बोकेर आगो बाल्नु भयो क्या यो हो नि देवाको यार देवाले मान्छे जस मेहनती हुनुहुन्छ हाम्रो सर चाहिँ खुसी लाउँछ चट्ट चिसो पानीमा खुट्टा हाल्नु सर र के सर यार देव सर बिस्तारै रामै सर आएको मार्केट ल तेरी उकालो त हट ल है गाउँ राख्ने चाहिँ यहीँ है त ल यहाँ चाहिँ अब